गाइस म अब एउटा अल्टिमाको एउटा परागबाट चार्जर र डाटा केबल मगाएको थिएँ। यो चाहिँ कस्तो रहेछ हामी अनबक्सिङ गरेर हेरौँ। यो रहेको छ दराजबाट मगाएको। यो चाहिँ डाटा केबल रहेको छ। यो टाइप सी टु टाइप सी, यो चाहिँ 60 वाटको रहेको छ। टाइप सी टु टाइप सी 60 वाटको होइन, टाइप सी टु होइन, टाइप बी टु टाइप सी रहेछ। यो मगाएको छु। त्यसपछि अर्को रहेको छ, यो रहेको छ टाइप सी टु टाइप सी। यो चाहिँ 100 वाटको रहेको छ। अब यसलाई पनि हामी एकछिनपछि अनबक्सिङ खोलेर हेर्नेछौँ। त्यसपछि अर्को रहेको छ, यो रहेको चाहिँ यो चाहिँ अब यो रहेको छ, यो ऱ्यापिड टेक्नोलोजी यो चार्जर हो, फास्ट चार्जिङ चार्जर हो यो चार्जर। अब यो चाहिँ कस्तो रहेछ हामी एकपटक हेरौँ, यसलाई खोलेर पनि हेरौँ। अब यसलाई चाहिँ कसरी अब फोटोमा चाहिँ यस्तो देखाएको छ, ऱ्यापिड चार्जर 65 वाटको भनेर चाहिँ लेखेको छ। अब यो चाहिँ सामान चाहिँ कस्तो छ एकपल्ट हामी यसलाई खोलेर नै हेरौँ। खोल्दा पनि कस्तो झ्याउ रहेछ त। अब चाहिँ खोल्यो। चाहिँ प्याकिङ चाहिँ एकदम खतरा रहेछ। यो भनेको किन नखोल्ने रहेछ। ओहो, प्याकिङ चाहिँ दामी छ। कस्तो गाह्रो रहेछ। यहाँबाट पनि भित्रको प्याक हुँदो रहेछ। ओहो, यसलाई अब निकालौँ कस्तो रहेछ हेरौँ। यो चार्जर रहेको छ। हेर्नुहोस् यस्तो खाले बक्समा यो रहेको छ। यो राम्रै छ। हेर्नुहोस् यो 65 वाटको, यो 18 वाटको रहेछ। टाइप बी टाइप सी टु टाइप बी चाहिँ 65 यो राम्रै छ, फोटोको जस्तै छ। अलिक बनाउको हेप्पी पनि रहेछ यो। राम्रो छ। अब हामी टाइप बी टु टाइप सी, अब यो डाटा केबल यसो खोलेर हेरौँ। यो पनि बलियो रहेछ। कस्तो गाह्रो छ कनाडा। यो पनि राम्रै छ, फोटोमा देखाएको यस्तो छ। अब हामी यो चाहिँ वायर रहेको छ। वायर पनि एकदमै प्रिमियम छ। यो टाइप बी टु टाइप सी, यो 60 वाटको रहेको छ। हेर्नुहोस् गाइस, यो 60 वाटको हो। 60 वाटको यो चाहिँ भयो टाइप बी टु टाइप सी को वायर। अब अर्को हामी अर्को पनि अनबक्सिङ गर्न चाहन्छौँ। अर्को रहेको छ टाइप सी टु टाइप, यो चाहिँ 100 वाटको रहेको छ। अनि हेर्नुहोस् गाइस, यो 100 वाट भनेर लेखेको छ। यो पनि हेर्नुहोस् राम्रो छ। यहाँ पनि 100 लेखेको होला है। यहाँ पनि 100 वाटको भनेर यहाँ देखाएको छ। यो राम्रो छ। यो पनि यो वायर चाहिँ अब कति लामो छ भने भन्न चाहिँ 1 मिटर भन्ने सुनेको। अब खोइ कति ठिकै छ, धेरै लामो पनि होइन, ठिकको छ। राम्रो छ, यो पनि राम्रो छ। हुन्छ जोस्, यो अर्डर गरेको 3 दिनभित्रमा
हातमै पऱ्यो। यसको लागि तपाईँलाई पनि धन्यवाद भन्न चाहन्छु। यो चार्जर पनि धेरै राम्रो छ। फोटोमा जस्तो देखाएको त्यस्तै छ। हस्, धन्यवाद दादाहरूलाई।